फाइनली माथि दर्शन गरेर आयो एकदम हाइटमा रहेछ अनि हाम्रो कुक सर हुनुहुन्छ सेटअप हान्दै हुनुहुन्छ सिक्स प्याक बनाउन तयारी हैन त हामी सेटअप हान्दै हुनुहुन्छ ल ठाउँ यस्तो बवाल छ खै त हेलिप्याड चाहिँ कहाँ माथि नै हो हेलिप्याड पनि थियो माथि रहेछ कता ए उ त्यहाँ नि रहेछ हेलिप्याड ल ठाउँ चाहिँ एकदम पिसफुल छ है जो कसैले धौलागिरी अनि सर कुन कुन रह्यो त्यो हिमाल टुकिचे अन्नपूर्ण नि छैन अन्नपूर्ण चाहिँ यता पछाडि रे दुई तीनटा हिमाल पर्दो रहेछ है अनि हामी के अरे उता पोखरा जाँदा कुन बाटोबाट जाने यो डाँडा पछाडिबाट यो डाँडा पछाडिबाट अरे पोखरा जाँदा हामी त डाँडाले घेरेको ठाउँमा रहेछ है यताबाट अप्पर मुस्ताङ माथि यो टाढा रहेछ अझै भनेपछि यहाँ अप्पर मुस्ताङ उ यहाँबाट कति घन्टा लाग्छ पुग्नु माथि बढेर पुग्नु त 8-9 घन्टा लाग्छ यहाँबाट अप्पर मुस्ताङको 100 किलोमिटर बाटो नि 100 किलोमिटर चाइना बराबर चाइना बोर्डर ए लुमन अलि तल हो हजुर के कालिज करा जस्तो छ है त्यतातिर गरेर घाँस पनि छैन रुख पनि छैन यार ढुङ्गा मात्रै छ डाँडा मात्रै छ कस्तो ठाउँमा आइपुगेछ म त सरको यहाँ सूर्य नमस्कार हुँदैछ सर एक्सर्साइज गर्न हजुर अरूलाई के भन्छ अरे स्लोगन दिनुहुन्छ एकदम राम्रो हो हेल्थको लागि है एक्सर्साइज गर्नुपर्छ है सबैले खाजा खाने ठाउँ जस्तो छ रेस्टुरेन्ट जस्तो छ यो ठाउँ एकदम बवाल छ ल सिउ गाइस आजको भ्लग यहीँ अब हाम्रो समाप्त हुन्छ जानुपर्छ काम पनि गर्नुपर्छ